बसप्राग यही हो है, धरानको बसप्राग। चञ्चला देवी, भुल्के देवी, हरिता सब देवी देवी बस्तीमा रहेछ। यो धरानको घन्टा घर हो, त्यो मन्दिर पनि रहेछ यहाँ। भानुभक्त आचार्यको मूर्ति पनि रहेछ यहाँ घन्टाघर चोकमा। मेन यहाँ यो यहाँबाट हो माथिसम्म बजार छ। के को हस्ताक्षर रहेछ? हस्ताक्षर सङ्कलन कार्यक्रम स्वतन्त्र नागरिक समाज हरे ल। धरानमा बन्न लागेको माया साबुने फ्याक्ट्रीको लागि चाहिँ हस्ताक्षर सङ्कलन रहेछ है। त्यसमा विवाद परिरहेको थियो, त्यही कारण होला हस्ताक्षर सङ्कलन गरेको। धरान अब टेम्पोहरू त सुइसित हो आयो त हो। धरान बजार जति राम्रो त्योभन्दा राम्रो यहाँको राई लिम्बूहरू पनि राम्रो हुन्छ नि। नेपालको यो बत्तीको तारहरू व्यवस्था नगरेको देख्दा अचम्मै लाग्छ। अब हर्क साम्पाङले गर्छ होला यो तारहरू व्यवस्थापन गर्नु पर्यो अरे। सौताले भुतालेको कपाल जस्तै भयो। बजारको सो नै छैन क्या। दन्तकाली आयो त्यहाँ। कालीले कस्तो डेन्जर चित्र बनाएर उ गरेर बसेर त्यहाँ दन्तकाली मन्दिर। ल सबैलाई धरानको दन्तकाली मन्दिरमा स्वागत छ। हाम्रो अतिथिहरू काठमाडौँ र पोखराबाट आउनुभएको छ। र हाम्रो दाइले यहाँ दन्तकाली मन्दिरमा यस्तो पूजाहरू बेच्न राख्नुभएको छ। ऊ आमाले पूजाहरू के बेच्न राख्नुभएको छ। दन्तकाली मन्दिर हामी आइपुगेका छौँ है। म यो चौथो चोटि हो यो दन्तकाली मन्दिर आएको पनि एकदम रमाइलो लाग्छ। जहिले धरान आए पनि यो मन्दिर चाहिँ हामी चाहिँ घुमिन्छ है। र यहाँ बाहिरपट्टि यस्तो राम्रो कालीको फोटो छ कि कालीको चित्र हेर्नु यस्तो राम्रो तरिकाले पेन्ट गरेछ कि दन्तकालीमा। यतापट्टि चाहिँ कागका कालीले शिवजीलाई यस्तो गरेको छ हेर्नु है। यस्तो राम्रो छ। दन्तकाली शक्तिपीठ
हामी चाहिँ दन्तकाली घुम्यौँ है। अब यहाँबाट पिण्डेश्वर मन्दिर नजिकै छ अरे है, त्यहाँ चाहिँ म गएको छैन, त्यहाँ जान्छौँ। त्यसपछि फेरि फर्केर आएर हामी बुढा सुब्बा मन्दिर घुम्छौँ है। तँलाई कस्तो लाग्यो दन्तकाली मन्दिर? एकदमै राम्रो, फर्स्ट टाइम आएको, साह्रै राम्रो लाग्यो। अब आउन पाइन्छ कि पाइँदैन रहेछ। बैजू तिमीलाई नि होइन मन पर्यो? फोटो कति खिच्यौ? मैले अलिअलि अलिअलि सबैको खिच्दिँदा आफ्नो खिच्ने टाइम पाएर डाइलग दियो। हाम्रो कान्छी तथा रजिराजु है, मेरो कान्छी तथा रजिराजु। कस्तो लाग्यो दन्तकाली मन्दिर? एकदमै रमाइलो छ दन्तकाली मन्दिर। धरान पनि कस्तो लाग्यो? धरान ठ्याक्कै पोखरा जस्तै लाग्यो मलाई चाहिँ। हजुर एकदमै राम्रो बसेको बस्ती रहेछ। पोखरा दोस्रो पोखरा जस्तो लाग्यो, रमाइलो लाग्यो। अब जिराजुलाई राम्रो लाग्यो। ल हामी पिण्डेश्वर बाबा धाम आइपुग्यौँ है। हाम्रो गाडी, हाम्रो टोलीहरू आउँदैछ। म चाहिँ पहिलोचोटि यो पिण्डेश्वर बाबा धाममा चाहिँ पहिला चाहिँ आएको थिइनँ, अहिले चाहिँ फर्स्ट टाइम। कस्तो छ बाबा धाम पनि हेरिहालौँ है। पिण्डेश्वर बाबा कि जय। पिण्डेश्वर बाबा धाम लेखेको एउटा पिण्डेश्वर बाबा धाम लेखेको रहेछ है। ल हो दान दिने ठाउँ हेर्नु कति धेरै छ पैसा। ल पिण्डेश्वर महादेव मन्दिर अरे। पिण्डेश्वर महादेव मन्दिर धरान 14 विजयपुर सुनसरी भनेर लेखेको रहेछ है। गणेशजी रहेछ यता है। सबभन्दा पहिला गणेशजीलाई पूजा गरौँ। गणेशजीले हामी सबैको रक्षा गरून्। गणेशजी अब गणेशजी पछि हामी शिवजी, गणेशजी पछि शिवजीको। ल यहाँ कत्रो साँडे रहेछ है। ल साँडे रहेछ। बोलबम बाबा हरे है। ल यहाँ विभिन्न त त्रिशूल कति धेरै। पिण्डेश्वर बाबाको है मन्दिर। यहाँ पनि रहेछ बाबाहरू, महादेवको मूर्तिहरू रहेछ। यहाँ पनि 33 कोटी देवताहरूको। यहाँ रुद्राक्षको माला कति धेरै रहेछ, ठुलो होइन। ल पिण्डेश्वर बाबा धाम पनि घुम्यो हामीले है।